के दर्दनाक छ यो सुनिता डङ्गोल भन्ने छ नि यो चाहिँ एकदम नै अवसरवादी केटी हो। यो पहिला यसको सरकार नहुँदाखेरि यसले बालनलाई सपोर्ट गरेकी थिए। अब यसको सरकार भएपछि हेर्नुहोस् त चटक्कै छोडे कि यो यस्तो अवसरवादी हो नि। यो आफ्नो लागि गर्न आएको हो कि यसले देश र जनताको लागि गर्न आएको होइन। देश र जनताको लागि गर्न आएको भएदेखि यसले बालनको साथ छोड्थे, यसरी ताला फोडेर जान्थे। यसलाई त सबैले बहिष्कार गर्नुपर्छ। यो त नेपालमा बस्न, यो नेपालीहरूको लागि गर्न लायक पनि छैन, यो गर्न सक्ने केटी पनि होइन। यो केही न कामको। यसले बालेनलाई जब न्यु खोज्न थाल्यो नि यो यसको पतन भयो क्या। अब हामी सबले यसलाई बहिष्कार गरौँ। मलाई त यसको अनुहार पनि हेर्न मन छैन आजको दिनबाट त। यो यस्तै जुन गरी त्यहाँ गएर ताला फोडेर आफ्नो सरकारी सम्पत्ति नाश गरेर यसको अनुहारधरि पनि हेर्न मन छैन मलाई त। यसलाई सबले बहिष्कार गरौँ। जय बालेन। के दर्दनाक छ यो सुनिता डङ्गोल भन्ने छ नि यो चाहिँ एकदम नै अवसरवादी केटी हो। यो पहिला यसको सरकार नहुँदाखेरि यसले बालनलाई सपोर्ट गरेकी थिए। अब यसको सरकार भएपछि हेर्नुहोस् त चटक्कै छोडे कि यो यस्तो अवसरवादी हो नि। यो आफ्नो लागि गर्न आएको हो कि यसले देश र जनताको लागि गर्न आएको होइन। देश र जनताको लागि गर्न आएको भएदेखि यसले बालनको साथ छोड्थे, यसरी ताला फोडेर जान्थे। यसलाई त सबैले बहिष्कार गर्नुपर्छ।